ओ जाने हो मुस्ताङतिर जाने हो आउनुहोस् जाने मुस्ताङतिर जाने। हेलो गाइजहरू, आज चाहिँ हामी फेरि जाँदैछौँ मुस्ताङ। सो मुस्ताङको ट्रिप कस्तो हुन्छ हेरौँ। यो चाहिँ फर्स्ट पार्ट 1 हुन्छ मेरो। सो हामी चाहिँ अब निस्केको। सो प्यासेन्जरहरू पनि हाम्रो फुल भइसकेको छ। यहाँदेखि चाहिँ हामी जानुपर्छ मुस्ताङ। सो मुस्ताङको लागि हामी निस्किसकेको छु। अनि सो अब मुस्ताङको लागि अब यहाँबाट निस्किनुपर्छ। अनि सो यहाँदेखि चाहिँ अब ट्याक्क हामी मुस्ताङ पुगिन्छ। मुस्ताङ पुगेपछि प्यासेन्जरको पैसाले हामी आज पार्टी हान्नेछौँ। सो अनि जाँदाखेरि के भएको, यो हाम्रो एउटा भुतिया घटना नै भएको छ, हेर्नु होला। सो म जाँदै थिएँ। सो हेलो, अनि हामी चाहिँ अब जाँदैछौँ प्यासेन्जर लिएर होइन। अनि प्यासेन्जरहरू फुल भरिसकेको छ। अनि हामी चाहिँ अब निस्केको। अनि यहाँ आजकल चाहिँ अब आन्दोलन भएको कारणले चाहिँ कोही पनि देखिरहेको छैन। सो हिँडेको अब। सो हामी चाहिँ अनि अगाडि चाहिँ पुरै जाम रहेछ। सो म चाहिँ अहिले ओभरटेक हानेर हिँड्नु पर्ला। हिँडौँ होइन बस। सो ओभरटेक हानेर हिँडेपछि सो म अलि अगाडि पुगेँ। अनि पुगेपछि यो ठाउँमा एक्सिडेन्ट भयो। एक्सिडेन्ट भएपछि नि म आफ्नो प्यासेन्जरहरूलाई बचाएर हामी आफ्नो यात्रातिर सुरु भयो। सो यात्रा धेरै लामो कारणले हामीले सबै प्यासेन्जरहरूलाई पानी दिएर स्वागतम गरे र उनीहरूलाई एउटा खाना खाने ठाउँमा रुकाइसकेको थिएँ मैले। सो अब फेरि हिँडिरहेको हामी। सो अहिले चाहिँ हामी यहाँ मुस्ताङ जाने बाटोको बिचतिर पुग्यो होला। सो यहाँ नि झन्डै एक्सिडेन्ट भएको थियो, तर मैले आफ्नो प्यासेन्जरलाई सम्झेर हामीले जान दियो मैले। सो अनि अब चाहिँ हाम्रो यात्रा फेरि सुरु गरौँ। अनि अब चाहिँ जाँदैछु। अनि मेरो अगाडि यो बसको यो अगाडि कस्तो राम्रो डिजाइन गरेको छु मैले। सो यसको नि कमेन्टमा भनिदिनु होला। सो अब चाहिँ हिँड्दैछु। प्यासेन्जरहरू नि मस्त डराउँदैछ। किनकि म अब नडराइकन चाहिँ लाउने ट्राई गर्छु। सो आज चाहिँ अब राति नै पुग्छ होला। सो यो चाहिँ मेरो पार्ट 1। अनि म चाहिँ हिँड्दैछु अहिले। अब मुस्ताङको आधा बाटो पुग्न आँट्यो। सो अब म चाहिँ हिँड्दैछु। अब यहाँदेखि चाहिँ सबसे हरर बाटो अरे। यहाँदेखि चाहिँ कुनै पनि गाडी फर्केर उता जान्दैन अरे। यहाँ हामी चाहिँ जानुपर्ने हुन्छ। सो उतै माथिबाटै फर्किन्छ अरे। अनि सो हामी चाहिँ अब निस्किनै पर्छ यहाँबाट। सो अनि मेरो डिलुक्स बसले नि अझ पेट्रोल धेरै खाएको छ। सो 500 जतिको पेट्रोल खायो। अनि 500 भनेको नि त पैसा नि त हो नि त। त्यसैले अब उनीहरूले अब मेरो यत्रो खायो होइन। अब पैसा खाएपछि अब मैले के छादिउँ भनेर हिँडेको। सो आज चाहिँ मुस्ताङको ट्रिप चाहिँ एकदम राम्रो भएको छ। तर अनि आजको मौसम पनि एकदम राम्रो छ। अनि सो तपाईँहरूले देख्न सक्नु भइरहेको छ। अनि हामी चाहिँ अहिले यहाँ टक्क लगाएर हिँडिरहेको छौँ आरामले। प्यासेन्जरहरू नि अब अलि शान्त भएको छ। रुन मेरो लास यस्तो भन्दै थियो। सो अहिले चाहिँ ठिक्क भयो होइन। सो यहाँदेखि चाहिँ फेरि जानुपर्छ हामी मुस्ताङको बाटोतिर। सो भिडियोलाई अन्तिमतिर हेर्नु होला। सो मुस्ताङको बाटो पनि देखाउँछु। अहिले चाहिँ म बुटवलतिर पुग्यो। सो बुटवलतिर नि धेरै राम्रो ठाउँ हुन्छ। सो अब चाहिँ हामी जानुपर्ने हुन्छ। यही बाटो हो, यहाँमा चाहिँ कोही पनि जान्दैनन्। यहीँबाट फर्केर जान्छ। सो अब हामी चाहिँ जानुपर्ने हुन्छ। यहाँ धेरै गाडी त आउँदैन। अगाडि झन् अगाडि एउटा बाटो बन्दैछ, त्यहीँसम्म म भिडियो गर्छु अहिले। त्यहाँदेखि चाहिँ अहिले पछि चाहिँ हरर छ, त्यहाँमा चाहिँ राति जानु मिल्दैन। सो अहिले नि बेलुका भइसकेको छ। अनि सो त्यहाँ गयो भने चाहिँ अब भुतिया यस्तो हुन्छ भनिरहेछ मान्छेले। सो अब हुन नि सक्ला होइन। अनि त्यसैले चाहिँ हिँडेको। अनि अब चाहिँ यो बुटवलको सबसे हरर जग्गातिर पुग्यो होइन। अनि सो अब यहाँदेखि कोही पनि गाडी देख्नु हुँदैन। अगाडितिर घर चाहिँ छ तर कोही बस्दैन। सो हिँड्नुपर्छ। प्यासेन्जरहरू चाहिँ अब यहीँबाट जानुपर्ने हुन्छ। किनकि अब यो प्यासेन्जरहरूको अब जिन्दगीको आखिरी खेल हो। यहाँबाट जान सकेन भने यिनीहरूको आज मत हुन्छ। सो मैले राम्रोसित लाने ट्राई गरेको छु। सो तपाईँहरू नि हेर्नु होला कसरी लान्छु भयो। अगाडि देख्न सक्नुहुन्छ 2टा ट्रक रहेछ तर मान्छे छैन। यहाँ घरहरू पनि छ तर बस्नु चाहिँ बस्छ होला। यहाँतिर धेरै हरर सिन हुन्छ। यिनीहरू सब होटेल हो। होटेलमा चाहिँ बस्नु चाहिँ हुन्छ तर अलि कस्तो भुतिया सिन हुन्छ क्या। यिनीहरू
म अब यहीँ अगाडिसम्म गर्छु किनकि यहाँदेखि चाहिँ अलिक भुतिया जग्गा हो। ऊ त्यहाँ अगाडि बाटो पिच गरेर छ, बन्द छ अहिले। त्यहाँ बन्द उता नि पुलिसहरूले त्यहाँ एउटा हिजो मान्छे मरेको थियो अरे, त्यसैले यहाँ चाहिँ जान मनाइ छ। सो हामी त्यहाँ जान्दैनौँ। अनि सो मैले खेलिरहेको चाहिँ मायाले गेम हो। यहाँ मुस्ताङदेखि सब नेपाली गेमहरू हुन्छ। सो आज मेरो भिडियोलाई यहीँ अन्तिम गर्न र थोरै मैले मेरो यो मुस्ताङको बाटो देखाइदिनु भएकोमा, अब मैले देखाएकोमा तपाईँहरूलाई धन्यवाद। अनि तपाईँले हेर्नु दिएकोमा धन्यवाद। सो यही हो पिच रोड चाहिँ सबसे गाह्रो पिच रोड। यहाँबाट निक्लिन नि सक्दैन, भूतले पछाडिबाट तानिहाल्छ। हेर्नुहोस् है अब के हुन्छ। हामी यो अगाडि गाडी देखिरहेको छ नि, यो अगाडि जानै मिल्दैन जसरी नि। सब यहीँ गयो भने यस्तो गऱ्यो भने भूतले तानिसियो। सो यही हो, अर्को पार्ट 2 हेर्नु होला।